So hello guys, welcome back to another vlogs. It's your boy Navin Gurung aka Gurung Vlogs and I hope तपाईहरु चाहिँ सन्चै हुनुहुन्छ होला। स्वागत छ मेरो नौलो भ्लगमा नि। I hope तपाईहरु सबै हष्टपुष्ट मस्त हुनुहुन्छ होला भन्ने आशाका साथ फेरि पनि म आइसके all the way from KTM बाट है। बालेन दाइको सहर है कुरा हो। हेर्दा लाग्यो रहर भिडै भिड रहेछ। हिजो चाहिँ बबाल रमाइलो भयो यार। आजको माहौल चाहिँ म बस्ने टोलमा चाहिँ यस्तो माहौल छ के अहिले चाहिँ मजाले माथि छतमा छु कि है। अनि त्यो सबजनालाई धेरै धेरै माया छ। के छ त हालखबर? म त भर्खरै उठ्यायो कि अब त्यही हो यस्तो छ माहौल चाहिँ। आजको सुरुवातको भिडियो यहाँबाट सुरु भइसक्यो अनि सुरुको भिडियो अलि झन्डु हुन नि सक्छ हैन, पछि अलि खतरा हुन सक्छ। अनि त्यही हो लट्स अफ माया छ। घाम पनि के साह्रो चर्क्या हो, कालो हुन्छ कि म यसलाई चिनेन अलि चिनेर है भाइ। म बस्ने टोलमा चाहिँ चोकमा चाहिँ यस्तो यस्तो भइरहेको छ हैन। अनि एउटा भ्यू चाहिँ केही नदेखिँदो रहेछ। म त छतमाबाट केही देखिन्छ होला कि भनेर आएको हैन, केही नदेखिँदो रहेछ। अनि त्यही हो। ओए त्यहाँ नौलो छ त भाइ, के गरे त्यो चाहिँ हैट फिल्टर गरे क्या है नौलो छ त माग सब नौलो कुराहरू छ यार त्यतिर। छतमाथि गार्डनहरू हैन, अनि टक्क यहाँ किवी के भन्ने लागिरहेछ। अनि यताको माहौल चाहिँ यस्तोतिर यता छ यस्तो छ हैन। तर कहाँ हो म त भित्र आइपुगेँ कि कहाँ हो मलाई थाहै छैन कि है। अझै उतातिर त कस्तो होला। हिजो चाहिँ बब्बाल भयो कि यार, ठ्याक्क चन्द्रमा निस्क्यो माथि नाइट भ्यू खोक्का देखेको कि जियोस बब्बाल लाग्यो हैन। अनि चाहिँ म यस्तोमा सोफामा बसिरहेको छु अहिले चाहिँ। यताको माहौल ल्याउँछु म है। ओहो यहाँ किवी के भन्छ यसलाई, वेट गाह्रो। अनि त्यही हो यतातिरको चाहिँ माहौल चाहिँ यस्तो रहेछ। तर काठमाडौँ त लास्ट ठुलो के कसम यार बाबा, आँखाले नभेट्ने के। वहाँ पारी कता हो यार मासला। म यहाँ कुनामा चाहिँ होइन वहाँ लाग्ने कि अब यता हेऱ्यो नि वहाँ लाग्ने होइन, यता हेऱ्यो नि वहाँ लाग्ने। कहाँ हो साइको के जहाँ हेऱ्यो पनि घरै घर छ यार। थैट तर त्यो डाँडा चाहिँ के हो है, अझै योभन्दा अग्लो रहेछ यार। थैटरी अघि नै बिहान आउनु पर्ने रहेछ, बिहान चाहिँ म उठ्नै सकिनँ कि यार केटाहरू थैटरी। अनि आज चाहिँ यसो घुम्न नि जान्छु होला सायद मेबी है। अनि त्यही हो आज बबाल भिडियो देखाउँछु होइन। हिजोको भिडियो देखाउँछु भनेको फोन अफ भइदियो क्या यार। तर यहाँ चाहिँ बसबाट झर्न पाएन होइन, पठाउ भन्दै आइदिने कि गाडीमा कि बाबा डेन्जरै ठिस लाग्नु क्या। अब हुन्छ नि गाडीबाट झर्न पाएन है। ढोकामा यत्रो मान्छे कि म त दङ्ग खाएको साइको भइदिइरहेको हिजो त है। यो घामले लास्ट जेडलेस भएछ कि म केटिएम आएको होइन। अनि त्यो आज चाहिँ केटिएमको माहौल देखाउँछु तपाईँलाई। अनि त्यही हो अब यति भन्दै अहिले खानासाना खाएर भेट्नुपर्छ। धेरै ल्याङ कुरा नगरौँ केटा हो है। अब चाहिँ खानासाना खाएर भेट्नुपर्छ। सो केटा हो हामी चाहिँ अब उता बौद्धतिर लागेको है। अहिले कति बज्यो, 1:30 भइसक्यो। बौद्धतिर लागेको अब चट्ट गएर मान्छे छ होला नि त्यहाँ। ट्याक्सी पठाउ आइसक्यो। अब चाहिँ हामी जान्छौँ बौद्धतिर। आमामा यसो घुमघाम है। हाम्रो आमा दाइ त्यहाँ हिँड्छ। अनि त्यो अब चाहिँ हामी लाग्दिस हुन्छ बाटोतिर देखाउँछु म चाहिँ। यता के भने पुलै हो छिमी हो। रातो पुल, कालो पुल, सेतो पुल यस्तो रे पुल त कनि जग्गा हिँड्यो। हामीलाई त थाहै छैन। मलाई
चाहिँ मलाई चाहिँ थाहा होइन अरूलाई थाहा होला यो ठाउँको नाम हो कालोपुल ए ल है यसलाई के भन्छौ होइन होइन लुम्बिनी लुम्बिनी होइन गाइज हामी चाहिँ बौद्ध आइपुगिसक्यो यहाँ चाहिँ बाबा ए आमा हो कि क्या हो सिस्टम त बबाल छ त सयो यहाँबाट चाहिँ भित्र जाने हामी त मान्छे नि के साह्रो भिडियो एड जरो भिड्छ त भएर जाम बाबा त वाइल धेरै मान्छे छ यार तर ट्राफिक भन्दा चाहिँ यता कडा रहेछ कि है फेरि ल हामी चाहिँ अब बौद्ध छिड्यो यहाँबाट डक्क पाएर आमा चट्टा हामीले आफ्नो ठाउँमा टिकट गाइज है फाइनली आइपुग्यो हामी चाहिँ हाम्रो यहाँबाट म आमा खायो हच यता दुईजना यता हिँडिरहेको छ अनि हामी चाहिँ घुम्दिनु मजा त सुन सही हो चुन्बी रहे मन्दिर मैले यही भनेको बौद्ध हो म त स्वयम्भू जस्तो लाग्छ स्याम्बुम क्या आए बस पर गए के थाहा छ अब र जताबाट हेऱ्यो भने यस्तो बबाल लाग्ने कि यो ठाउँ चाहिँ बस्छ म्याथ एकदम पिस टाइपको यता चाहिँ परेहरू छ रहेछ टक्क बाह्रमा हाम्रो चाहिँ आमा मम्मी दाइ भाउजू उता हिँड्नु भएको छ म चाहिँ यता छु पछि यो चाहिँ मजाले हिँड थिया दे मजाले यहाँको एक कुराहरू मेमोरी गर्नुपर्छ बच्चाहरू नामलाई फट यहाँबाट माथि जान चाहिँ टिकट काट्नु पर्छ अरे त्यस्तो हेलो म बम गएको छु परेहरू रहेछ चिडमा हो यहाँ जस्तो परेहरू नि रहेछ कि है यस्तरी हरिफ धेरै छ नि यहाँ खानेकुराहरू दिए भने चाहिँ हुँदो रहेछ कि कस्तो कराएको कि फेरि यहीँ आउने कि सबैजना बिबी ए त्यस्तोहरू दिन पस्ने पैसा निकाल्छ खुल्ला छ होला नि है ए न लाउनु 100 होइन र खै कुन चाहिँ टक्क यो चाहिँ हामी दिन्छौँ है यति धेरै किन हम दे 1 रुपये दे भिन्ची इसी में दे इसी खरा है ल है हेर त आमा क्या खुसी हो गया हाम्रो आमा
यस्तो बवाल रमाइलो यस्तोकै टाइपको कति धेरै आयो हेर न यता फालेको यता मात्रै के यो छोप्न नि मिल्छ होला नि है ल है अबे के त्यहाँ माथि गएर बस्छ क्या अब चाहिँ त्यहाँ ल हामी चाहिँ धेरै घुम्यो है मान्छे नि वाल धेरै हुँदो रहेछ यता त सुकेटा हामी चाहिँ अब यहाँबाट माथि जान्छौँ है दाजुभाइहरू आएपछि हामी यहाँबाट माथि जान्छौँ यो चाहिँ बौद्ध वडा नम्बर 6 है पक्क हामी चाहिँ यहाँबाट हामी त त्यस्तो रहेछ भिडियो बनाउन दिन्छ होला नि हरेक मेमोरी हुनुपर्छ यहाँ चाहिँ नि भित्र भिडियो गर्नु नपाइ कलरहरू त तरबुज भ्यामीवान्या अब चाहिँ हामी जुत्ता चप्पल जुत्ता चप्पल खै यस्तो छोड्नु न अब चाहिँ यहाँबाट माथि जान्छौँ हामी हामी चाहिँ घुमिरहेछौँ है यहाँतिर डक्टर सो हामी चाहिँ यता राउन्डिङ हान्दैछौँ एक दुई लड है अनि त्यो बेला हो जे जहाँहरू पनि हुन्छ नि कपल्सहरू चाहिँ यहाँ युग जोडीहरू बस्न मनाइ छ है नजारा क्या दामी देखेको त्यो माथिको है आमा अब भिडियो नगराउनु त त्यही माथिको मात्रै हुन्छ अब यस्तो दामी देखाएको छ यस्तो दामी देखाएको छ है यो हावा आउँदैछ यसलाई यो के बुद्धिस्ट हो मैले भनेको गाउँमा यस्तो हालौँ भनेको मैले यस्तो ध्वजा हाल्यो भने बबाल हुन्छ भनेको मैले अब गाउँमै सुन्दैन है के भन्ने यस्तो ध्वजा त्यो माथि एउटा किल्ला गाडेर अनि ट्याक्क यस्तो हाल्नु पऱ्यो भने चाहिँ बबाल हुन्छ है दामी देखिन्थ्यो भन्ने कुरा मेरो चाहिँ अब है त्योभन्दा बेसी चाहिँ बोलिनँ गाउँतिर त्यही हो यस्तो छ यताको नजारा अब एकछिन हामी फोटोसुट गर्छौँ त्यसपछि भेट्नुपर्छ है त सो अब चाहिँ हामी त्यो यहाँ चाहिँ फोटोसुट सकिसक्यो फोटोसुट भइरहेछ अनि सक्यो फोटो चाहिँ खिचेर सक्यो अनि माहौल चाहिँ डेन्जर छ यार क्राउड चाहिँ हो है त्यो कलर अब भिडियो गर्ने अरे त्यसरी यहाँभित्र चाहिँ बसिरहन मिल्दैन अरे हिँडिरहनु पर्छ अरे घुमिरहनु पर्छ अरे कि अब चाहिँ हामी जुत्ता लाउँछौँ अनि त्यसपछि बस्न नदिँदो रहेछ कि घुमिरहनु पर्ने रहेछ घुम्न त अब कति घुम्ने त नि यसो फोटोसोटो पनि हान्नु पर्यो त्यही हो यो चाहिँ कलर रे यहाँबाट कलर उस गरेर लाने रे अनि यहाँ चाहिँ के रहेछ यतातिरको त्यही हामी चाहिँ अब उता बाटोतिर पुगेर भेट्नुपर्छ अब कता हुन्छ के हुन्छ कताको यात्रा हुन्छ फेरि हाम्रो थाहा छैन है अनि उतै पुगेर अब ट्याक्सीतिर भेट्नुपर्छ मुनि स्टाफ है सर एकपल्ट गल्ती के गर्नु फुलमाला ल्याएर पूजा गर्ने होइन अब आम स्वाहा गरेर फुलमाला ल्याऊ फुलमाला किनेर लिएर आउनु लगाइदिएर म पूजा गर्छु तपाईँलाई काट्नु गर्छु अलिकति दिमाग हुनु पऱ्यो नि अलिकति दिमाग हुनु पऱ्यो नि कहाँ रोप्न मिल्ने कहाँ झार्न मिल्ने तपाईँलाई हामीले के भने हो नि त तपाईँलाई वहाँदेखि बात गरेर
त तपाईँलाई कारवाही गर्ने कि फुलमाला ल्याएर पूजा गर्ने तपाईँले अब एकपल्ट स्कुल लिएर आउनु म टिको लाएर म पूजा गरेर पठाइदिन्छु कारवाही नै गरिदिनु तिमी यस्तो देख्यो होला नि है सबजनाले अब चाहिँ हामी एउटा पाटन दरबार है अनि हाम्रो मामाले हल्का ल्याङ गरिदियो हल्का होइन 1500 काटी हाल्छ नि त 1500 गाह्रो छ नि गाह्रो छ खै हामी त पाटन दरबारतिर लाग्यो अब चाहिँ भर्खरै मुक्छु भयो फुलमाला लगाइदिनु के भन्छ अब म क्यामेरा चाहिँ घुमाएन उतातिर है क्यामेरा नघुमाउनु छैन है त्यही भएर तर मान्छेहरू दिन त धेरै कि है भाउ चाहिँ यतातिर त काठमाडौँमा चाहिँ नियममाथि नियम छ है काठमाडौँमा है त बिगार्दैन अलिकति खाली हुन त दिनु पर्छ नि फुलमाला लगाइदिनु के भन्छ अब ऊ त्यहाँ रोकिरहेको छ त्यहाँ रोक्न पाइन्छ फेरि पाइँदैन नि आयो भने भाग्ने हो रोक ट्याक्सी त रोक्यो कि गल्ती हो क्या जहाँ रोक्यो त्यहाँ गल्ती हो होइन त्यो अगाडि रोक्न नहुने यता त रोक्न दिनु रहेछ के दिँदैन क्या घुम्नु दिँदैन म त रोकेर मान्छे झारेर हिँडिहाल्ने हो यहाँ रोको कि गल्ती जाम बन्नुपर्छ सायद मेरो नम्बर छ भनेदेखि श्याम दाई नम्बर छ मेरो भन्दाखेरि के हो अब चिन्दैन त झुक्यो जस्तो लाग्छ मान्छे चाहिँ हरियो सायद केटिएममा तर यो एरियामा त त्यस्तो हो कि मान्छे जता नि यस्तै हो मान्छे त्यस्तै हो हामी चाहिँ हिँडिसक्यौँ पाटन दरबारतिर हिँडेको अब चाहिँ अनि उतै पुगेर देखाउँछ माहौल चाहिँ है उताको माहौल चाहिँ त्यो देखाउँछ आमाले नि साह्रै बनाउँदैछ सिटी पनि केटिएमको ब्यागमाथि कहाँ हाल्छु म कालो हामी चाहिँ आइपुग्यो अब चाहिँ आमा के हो चा पऱ्यो सर उठ्यो छुइनँ यहाँ सुत्नु भयो फेरि म पऱ्यो थियो यहाँ चाहिँ कौडा सौडा दिँदो रहेछ ल सर ठाउँ चाहिँ आइपुग्यो यही हो यही हो पाटन दरबार दरबार यहीँबाट सुरु भयो यहाँ यता 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 घुम्यो नि ल ल म चाहिँ झरेँ है त आज यस्तो यस्तो नि रहेछ त ल है यसलाई पाटन दरबार के भन्दो रहेछ दरबार त होइन तर एरिया चाहिँ यो अरे सुरु भयो एरिया चाहिँ त्यही हो अब चाहिँ सुरु भयो हामी चाहिँ यहाँबाट जान्छु अब यतैपट्टि जान्छ होला सायद मेबी आज दरो घुमिराखेँ है म चाहिँ फर्स्ट टाइम यताको माहौल नि यस्तो रहेछ मिठो छ यो भित्र जान मिल्दैन मन्दिरभित्र मिल्छ होला त्यहाँभित्र जाऊँ न त बरु त्यस्तो टेम्पलहरू रहेछ टक्क लगाएर है हेर त त्यहाँ डोरीमन आज के को सालीको नेपाल कम्युनिस्ट पर्यटक स्थापन कर्णबहादुर के हो है अच्छा बुढो चस्मा नि लागेको छ त अनि त्यही हो ओइ ल यस्तो नि रहेछ फेरि यहाँ चाहिँ यस्तो लाउन मनै छ है बुझ्नुभयो नि साडी चाहिँ आउनु छ ल कृपया छिडियो
हैट आज चाहिँ मन्दिर मात्रै डुल्ने भयो कि त्यो थियो नि त्यो के यो त होइन घुम्ने ठाउँै थाहा नभएपछि के गर्ने यहाँको आर्ट चाहिँ बबाल लाग्यो मलाई चाहिँ है यस्तो यस्तो दामी बनाएर रहेछ त्यही हो अब चाहिँ के देखाउने यहाँको केही छैन यार मन्दिर मात्रै रहेछ क्या चाहिँ अब त्यो अलि उता गएर देखाउँछु म मन्दिरभित्र पनि केही भिडियो गर्ने के देखाउने है हाम्रोमा यस्तो माहौल छ पाटन दरबारमा पाटन दरबार त होइन पाटन दरबारको एरिया हो यो चाहिँ भनौँ न त्यही हो अब चाहिँ हामी यसो उतातिर गएर यताउताको माहौल हेर्छु भिडियो चाहिँ गर्दिनँ होला यतातिर चाहिँ त्यति साह्रो है भिडियो धेरै लामो नि भइसक्यो यार अघि कहीँ उतै खत्रै धेरै लामो बनायो कि भिडियो बब्बाल लाग्यो यताको सो यहाँ चाहिँ अबे डरै लाग्दो छ त के हो ल हामी चाहिँ यतातिर घुमाउँ फेरि सिधा गएन अब यता आयो घरहरू चाहिँ बबाल लाग्यो मलाई चाहिँ है लुकिङ सो वाउ हो क्या तर एकदम पुरा अब एकदम पुरानो क्या टाइपको त्यो हुन्छ नि त्यो एकदम पुरानो त्यो घरहरू एकदम त्यो डिजाइनिङहरू पनि त्यो हुन्छ नि एकदम पुरानो के एकदम कल्चर टाइपको एकदम हेर न त्यहाँ कस्तो बुट्टा बुट्टै गरेको क्या हेर त अनौठो अनौठो चिजहरू देखिरहेको छ केटा अब उताको अगाडिको देखाउँछु म है धेरै भिडियो नबनाउँ क्या त्यहाँ भिडियो पनि धेरै लामो भइसक्यो छ्यात्तै त्यस्तो छ बाबै मामा पनि गोब्रो सोब्रो छ त आजभोलि त अझै प्रोग्राम भइन्छ कि एउटा केही न केही यसो हेरिदिउँ न त होइन प्रोग्राम रहेछ के हो के रहेछ ए सुटिङ रहेछ यहाँ ल कहाँबाट ल गाउँको मेला रे अब जति चाहिँ सुटिङ रहेछ के मुभी सुटिङ रहेछ यहाँ अनि एउटा कुरा यहाँ चाहिँ हामीले नकिन्ला जस्तो कि अब हामीले नि हेऱ्यो हामीले नि किन्छौँ नि होइन त्यस्तो पैसा हामीले नहाल्ने होइन केटाहरूमा छोयो अरे यताउता अरे त्यही हो यतातिर चाहिँ यस्तो यस्तो छ है पाटन बबाल लाग्यो यार त्यो ठाउँहरू मन्दिरहरू है मलाई फर्स्ट टाइम आएको यहाँ चाहिँ मलाई थाहा छैन के कस्तो भइरहेको छ यहाँ म सक भइरहेको छु कि यतातिर अहिले म हराउन नै सक्छु है तल चाहिँ सुटिङ भइरहेछ भिडियोमा चाहिँ नदिँदो रहेछ है हिरो चाहिँ त्यहाँ रहेछ है हिन्दी मुभी रहेछ कि हिन्दी मुभी रहेछ कट भइदियो सुटिङ सकियो अब चाहिँ उताको साइडमा भोलि रिलिज रे सही हो अब चाहिँ यतातिर फोटो सुट हान्छ के भयो ब्लड आयो त्यहाँ यहाँ चाहिँ क्राउड लास्ट छ केटा हो यहाँ चाहिँ क्राउड लास्ट छ बा कोही झन्डा लिएर हिँड्दैछ कोही के गरिरहेछ मजा भएन हो मजा भएन त्यो साडहरू चाहिँ बबाल लाग्यो मलाई चाहिँ है एउटा हो हेर्न सक्छ अनि तरुनीहरू पनि राम्रै छ सबजना तरुनी नहेरौँ
हावा त डेन्जर चल्दो रहेछ कहाँ गयो मम्मी बाबा मम्मीहरू कहाँ जानुभयो हरायो कि ल हाम्रो नेपाल केटा हो यहाँ यस्तो यस्तो बनाएछ र क्राउड चाहिँ लास्ट आज सुटिङ पनि रहेछ क्या यहाँ सुटिङ रहेछ अनि मन्दिरहरू देख्दा चाहिँ म कसको बच्चा हो त्यही हो उता जाम अब सो अब चाहिँ निस्क्यो यहाँबाट चाहिँ हामी ढक्क त्यस्तो छ निस्क्यो अब चाहिँ अनि त्यही हो अब यहाँबाट निस्किन्छौँ अनि त्यसपछि अब घरतिर जान्छु होला भिडियो पनि धेरै लामो भयो अब खाजाहरू खाँदाखेरि यताउता गर्दाखेरि त्यही हो अब चाहिँ पछि भेट्नुपर्छ पछि मतलब अब उता घरतिरै पुगेर भेट्नुपर्छ भिडियो पनि धेरै लामो भयो थोरै काम पनि छ पर्सनल सो केटा हो है त जहाँ हेऱ्यो नि जे हेऱ्यो नि राम्रै लाउने हो के गर्नु गाह्रो छ जता हेऱ्यो त्यही राम्रै लागिरहेको जता त्यता हेऱ्यो त्यतै राम्रो यतै राम्रो त्यहाँ माथि बबाल हुन्छ नि त्यो हुन्छ नि चल्नलाई चिपन्न बनाए फोक्यौँ रे यो बाटो फर्कियो हामी चाहिँ फेरि त्यो बाटो छ है यता नि बागमती छ यो बागमती हो कि छाले तर यो चाहिँ छाता चाहिँ यासी हाले चाहिँ मार योन बाग हुन्छ घुमा मापुगा तसी पुल मादे मै वा हो चाहिँ क्यों मादे चन्तनी योन पाराका छाले तर यो चाहिँ तारके पुरा तोनी भन्छ नि याले रे अझ पार्कै हेटिले लै किन छैन यो न रसगा दे गम छुइ यो दिदा मामैती भिडियो हाले गम मामैती त मामैती नि दिदा मामैती भिडियो घर मामैती मै हम गनि चलेन मैला तर न्यो अनि गनि आज गम छुइ भेटा नि दा किन द फाम लुक सा नि दे बिरंगम मासी sai nor ve न्यो दे मना खिलाइन मना नलाई तोय थाले अनि जे छ यहाँ हिँड्छन् मजा तिरेसी न त लाइदिसी हे वाह मामैती तोय था ले औसी वा नि गाइ छ बुद्ध नगर आइपुग्यो हामी चाहिँ तोरो न्यो ए तसी ए तो ara asio खेतो लावा ले गोरुले औसीला पुल्ले लिएर गरले औसीना पुल्ने ले दे क्याले दे औसीना आ छिबिरे आयो अ काय आयो अब चाहिँ यताबाट जाने हो यो तर सेतो पुलर टोनी रामे खै आयो त अरे शीतल टिल्यो ले रासन थाहा भने चाहिँ फलखाना हो अच्छा यार योलाई बेला खाना हो चुप्पै नि होला है सेन फोड त हुन्छ वा योलाई सेन मलाई सेन फोड त होला है 3 तलाको है यो फेरि 3 तलाको हो यो चान्चु नै होइन कि यो चान्चु नै होइन यता पनि यता पनि यता पनि यता पनि है आमा दक्षिणलाई यता पनि दुई हो के दुई यता पनि दुई हो चान्चु नै होइन है यताको एक है यताको एक यो एक है लगभग मिनिमम 10 मतलब 10-15 लाख त पुरा गर्नु पर्दैन है हामी यतिसँग रिच किट छौँ के मान्छे हेर्दा झुसे मुसे छ है सक्की गयो नि चान्चु नै होइन कि चान्चु नै सोच्नै पर्दैन अनि
ए के छ र के छ र? आया के छ र? के छ र कम गर्न सोच्नु के हामीलाई हामी पनि हो के कमाइ नभए पनि छ के ब्याङ्क ब्यालेन्स छ कि हाम्रो छ के हाम्रो पनि कमाइ नभए पनि आउँछ के ब्याङ्क आउँछ है कि आउँछ कि के कम सोचेको हामीलाई चाहिए आमा बिउँदै हाम्रो क्या हिसाबले येन चाहिए आमा त भी यार आमा उनलाई गएन तसिला हाँक्नु थथा ल लिप पोतला सक्नु वा लिप पोतला सक्नु वा आस्याली स्याए वा आशाले स्याले सम स्यालिसम खान त मलाई आशाले आस्याली स्याए स्याले बानियाला छ स्याले बानियाला स्या स्याली बिसम गए फेरि चाहिँ 32 र मुजा मोयाम न हो नि क्या हिसाब बिति येन 32 मुजा दे चाहिँ 46 कम हो भन त यहाँ इचुर बदेले उइँदै चा मिटी बिस्दै मि हाटी दिदीलाई चुर्की खानी जा यार तकोर क्याइपट्या चा तकोर भए चाहिँ पछि पुला रहे चा रातो पुला नोरे तकोर भए हा सुनि त है तकोर नि चाहिँ मलाई त चाहिँ क्या है तसी तल यो खाला त क्या ले वा कि तल जस सरी तपाईँ दोकान त्यहाँ लाँदाखेरि छाउ मन होले खावानी बोल्छ सुनि त सिंगलाम थाहा होला थाहा छ क्या हामीलाई हामी के सोचेको होला चान्चुने होइन चान्चुने होइन कि